नमस्ते नमस्ते सबैजनालाई। यो चाहिँ हाम्रो खिचेको दृश्य चाहिँ वनरक्षकको इक्जाम दिन जाँदाखेरिमा हो। धेरै साथीहरू चाहिँ हाम्रा धेरै साथीहरू थिए र मैले अलिकता थोकै अगाडि आएर मैले भिडियो बनाएको हुँ। र किनभने दुःखद लाग्दो कुरा यो छ किनभने एकैमा पनि धेरै साथीहरूले भिड्नुपर्ने अवस्था छ र धेरै दुःख गर्नुपर्ने अवस्था छ। किनभने हाम्रो नेपालीको सोसाइटीमा र हाम्रो सोसाइटीमा के छ भने सरकारी जागिर भए त जिन्दगी बन्यो भन्ने छ कि अब उहाँ चाहिँ आउनुभयो, यता आउनुभयो चाहिँ संस्थामा काम गर्नुहुँदो रहेछ र संस्थामा काम गर्नुहुँदो रहेछ। संस्था अदाको मात्र भर छैन, पछि दिनसम्म केही समय हेर्ने होइन। त्यसैको कारणले गर्दा ऊ दाइले चाहिँ संस्थाको बिदा मागेर निवेदन लेखेर अनि जानुभएको रहेछ। अनि के छ भने हाम्रो नेपालमा साथीहरू हामी कम्तीमा 9 जनाको टिम थियौँ। धेरै साथीहरू चिनेका साथीहरू अनि धेरै थिए हाम्रो, किनभने हाम्रो जुम्लाकै साथीहरू प्रायः जसो धेरै नै थियो। हामी गयौँ त्यहाँ, यो चाहिँ यति भिड छ कि यति भिड छ, अब कुरै छोडिदिनु। अनि हामी चाहिँ पोखरामा एकै ठाउँमा 2-3 चोटि पुग्यौँ। त्यो रमाइलो क्षणहरू छ, तर त्यो भिडियोमा कैद गर्न सकिएन। अलिकता केही समस्याको कारणले गर्दा अलिकता त्यहाँ के गर्ने कसो गर्ने भन्ने तनाव बढी भयो। भिडियो बनाउनु त परेछ अब नगएको ठाउँमा, अनि धेरै नै गाह्रो भयो। त्यही भएर पछि उताबाट आउने त्यही ठाउँ पुग्ने, उताबाट आउने त्यही ठाउँ पुग्ने मात्रै प्रायः जसो भइरहेको छु। यति नै भिड छ कि यति नै भिड छ। दुःख लाग्दो कुरा के छ भने हाम्रो नेपालमा किनभने बेरोजगारीको सङ्ख्या धेरै, किनभने कल कारखाना एक त छैन नि, भएको पनि बन्द भएर चाहिँ हामी किनभने यति विद्यार्थीहरू सबै ठाउँहरूमा लाग्नु, एकै ठाउँहरूमा धेरै विद्यार्थीहरू लड्नुपर्ने अवस्था देखियो। किनभने कल कारखानाहरू भइदिएको भए कोही गर्ने साथीहरूले गर्थे, कोहीले अब त्यही कल कारखानामा काम गर्थे होला, कोही हरेक सिपहरू सिकेका साथीहरू बाहिर जान्छन्, बाहिर पनि जान्थेन होला। तर हाम्रो किनभने नेपालमा सरकार भनौँ या व्यक्ति भनौँ ले गर्दा अलिकता के छ भने किनभने कल कारखाना नभएको कारणले गर्दा दुःख धेरै नै छ। तर त्यसैमा पनि हामीहरू अब धेरै नै गाह्रो छ नेपालमा। धेरै अझ साथीहरू विदेश गइरहेका हुन्छन्, विदेश गएको पनि यस्तै नै छ, धेरै नै समस्या। आफ्नो देशमा बस्ने भन्ने मन त सबैलाई हुन्थ्यो, तर किनभने रोजगार छैन, त्यसैले गर्दा सबैले अब यस्तो छ हाम्रो देशको परिस्थिति। अब सबैलाई त्यही पनि सबै साथीहरूले केही न केही सिप सिकेर आफ्नै ठाउँमा केही न केही गर्नुपर्छ भन्नेतिर लागिदियो भने राम्रो हुन्छ जस्तो लागिरहेछ। अझै पनि कोही खुसी कोही निराशा यस्तै छ साथी। अब जे मिहिनेत गरेर नेपालमै जागिर खाउँ होइन।